यी बुढानी हजुर नानीलाई सानीलाई सन्चो छैन, ज्वरो आएको छ। तिमीलाई सन्चो भइहाल्यो, तिमी चाहिँ स्कुल जाऊ, नानी हस्पिटल जान्छ हस्। किन? अनि तिमीलाई सन्चो भयो नि त, अनि स्कुल जाऊ, अनि सानीको लागि पनि होमवर्क लिएर आऊ हस्। अनि तिमीलाई सन्चो भएको छ कि छैन भन त। अनि सबैजनाको ट्विन सिस्टर हुन्छ त स्कुल जाँदाखेरि? अनि उत्सवी पनि एक्लै गइसिन्छ, लिस्टी पनि एक्लै गइसिन्छ, मायुस नि एक्लै गइसिन्छ, उहाँहरूको ब्रदर सिस्टर। अनि स्कुल जाँदाखेरि सबैजना एक्लै जाने होइन? मामुले लगिदिन्छु नि त स्कुल हस्। अनि ऊ बिरामी भयो भने ऊ नि स्कुल नजाने, ऊ बिरामी भयो भने ऊ स्कुल नजाने हुन्छ त? जो बिरामी छ ऊ घर बस्छ, बिरामी नभएको चाहिँ स्कुल जाऊ हस्। अनि ऊलाई सन्चो छैन, तिमीलाई त सन्चो भइहाल्यो नि आजबाट। किन नजाने भन त।